लो है साथीहरू, अब चाहिँ बेलुकीको टाइममा है, अब यसो आगो त फुक्नै पर्यो बेलुकाको लागि होइन। आगो फुकेर अब खानपिन त बनाउनै पर्यो होइन। अब रात पनि पर्यो साथीहरू, तपाईँकोतिर कस्तो होला? मेरोमा चाहिँ यस्तै छ है। के खाने आएको? हाँ? ओइ, के खायो? यहाँ आइज। कहाँ गएको भात खाएर चाहिँ? हाँ? ओइ आइज, यता आइज है, भात खान आइज। भात खाएर त नघुमै यता घुमै ल। मेरो सबै साथीहरूलाई मेरो सानो ब्लगमा है सबैजनालाई स्वागत गर्न चाहन्छु। बेलुकीको लागि अब मैले खानापिनाको लागि चाहिँ टक्कै पानी पनि तापेर चाहिँ पानी पनि बसायो साथीहरू। सबैजनालाई स्वागत गर्न चाहन्छु मेरो मिनी ब्लगमा। अनि मेरो मिनी ब्लगले तपाईँले आएर माया दिनु होला है। सबैजनालाई आजको लागि शुभ रहोस् भन्न चाहन्छु ल साथीहरू। हाम्रो चाहिँ भने यस्तो छ है साथीहरू, चुला हो टक्कै अर्ग्यानिक चुलामा चाहिँ पकाइरहेको चाहिँ अब। सबैजनालाई गुड नाइट है। आज बेलुकाको लागि चाहिँ है अब भोलि बिहानको भिडियो आउनेछ। भोलि बिहानको भिडियो तपाईँले हेरेर साथ दिनु होला है। हेलो मेरो युट्युब परिवारहरूलाई फेरि पनि म स्वागत गर्दै है हजुरको अगाडि मेरो पनि भिडियो ल्याइराखेको छु। अहिले भने चाहिँ म चाहिँ मकैबारी खन्नु गएको। साथीहरू मेरो भिडियो हेरेर इन्जोय लिनु होला है। जाउँ है खेतलातिर, जाउँ है अब मकैबारीतिर। जोस चलौँ है, जोस चलौँ। मकैबारीतिर जाने हो। खोइ गगन, गगन जिउ खोइ उठेकै छैन। ओ लम्पस रहेछन् केटा त। हो केटा उठौँ है अब, गुड मर्निङ भन्दै। म चाहिँ गएको माथि बारीतिर। ओ के भयो लाग्दिएको मकैबारीमा। अब मकैबारीतिर नगई नहुने भयो। अलिकति मकै डराउनु छ है। नमस्ते फेपुलो खाम्री मो। बिहान बिहान है जनालाई स्वागत गर्न चाहन्छु मेरो भिडियोमा है। वेलकम टु माई भिडियो भनेको जस्तै है मेरो भिडियोमा हजुरलाई स्वागत गर्न चाहन्छु होइन। इङ्ग्लिस त अब नहालौँ है, यो इङ्ग्लिस देश होइन, यो हाम्रो भारतवर्ष हो। भारतवर्ष हामी यो नेपालीमा एकदम हुर्किएको होइन। अन्त हामीले चाहिँ अब नेपालीकै प्रयोग गरौँ होइन, शब्द चाहिँ नेपाली प्रयोग गरौँ भनेर चाहिँ हजुरको अगाडि चाहिँ आइरहेछ नि त ठ्याक्कसँगले होइन। अनि अब इङ्ग्लिस त अब भैँसी बराबर अक्षर कोनि के भनेको जस्तो थुक्का त्यति भन्नु पनि आउँदैन फेरि मलाई हो। लाटा न लाटा गोक्ते न गोक्ते भयो जस्तो लाग्छ म आफै क्या हो। इङ्ग्लिस भनौँ भने अब यही इङ्ग्लिसबाट वेलकम ब्याक टु माई भिडियो भनेको जस्तो क्या, त्यस्तो भन्नु पनि आउँदैन होइन। यो मेरो छिमेकी उठ्नु भएको छैन हौ। अरू आसिङहरू फेपुलो है, फेपुलो फेपुलो भन्नु पनि छैन। अनिखेर चाहिँ टक्कै मकै दोहोऱ्याउनु जानुपर्ने छ। अन्त यसरी नै बिहानीको शुभ दिन, शुभ बिहानीको न्यानो अभिवादन हजुरको अगाडि टक्राउँदै है। न्यानो अभिवादनको साथमा चाहिँ म चाहिँ यहाँ फेरि मकै दोहोऱ्याउनु पर्ने छ आज फेरि होइन। अनि मकै दोहोऱ्याउनु पर्ने चाहिँ यो घरमा है। यो अस्ति यो माथि त सक्यो है, अब यो चाहिँ यो घरमा छ नि त। फाइनली म चाहिँ यहीँबाट गएको है साथीहरू। अब तपाईँलाई देखाउने छु। सो साथीहरू मेरो भिडियोले हेरेर हजुरले माया दिनु होला हो कि के कस्तो हुनेछ मेरो भिडियो। अब यहाँबाट चाहिँ यस्तो गइन्छ नि त।
यहाँनिर अस्ति खर्सानी रोपेको कस्तो मजाको देख्दैछ वाउ भनेर क्या यी खर्सानी चाहिँ तपाईँले यसो रोप्नुहोस् है हो प्लास्टिकले ढकबक्क छोपेर क्या यसरी छोप्नु भयो भने चाहिँ झार आउँदैन नि त भनेर चाहिँ हजुरको अगाडि सानो जानकारी है सबैलाई काम लाग्ने कुराहरू हो भन्नु चाहन्छ नि मकै दोहोऱ्याउनु पर्ने चाहिँ यहाँबाट सुरु ल त साथी हो भिडियो हेर्दै गर्नु होला अनि तपाईँले भिडियो हेरेर इन्जोय लिनु होला म तपाईँले माया दिनु होला म पनि हमेसा तपाईँको मायामा साथमा साथ काँधमा काँध मिलाएर चाहिँ अगाडि बढ्नुपर्छ भनेर भन्नु चाहन्छु ल जे जस्तो भयो भने भिडियो आउने छ साथी हो ल हामी छ क्या मकै दोहोऱ्याउँ लाइकको नि होइन यसरी माटो लम लाउनुपर्छ हौ आई हुरुक्कै भयो लोधरे त्यस्तो बानी छैन कि सान्नु गल्दैन हौ यो घरको कामले गर्दा नि पहिला कस्तो एक्सर्साइज गर्नु पाएको छैन हौ यो घरको कामले गर्दा घरि कोदालो घरि हँसिया घरि कुनी कुखुरा कुनी के भनेर बिहानको एक्सर्साइज त बन्द गर्नु पाएको छैन अब कोही बेला त यस्तो बारीमा आएर पनि एक्सर्साइज गर्नुपर्छ होला यस्तो गऱ्यो क्या यस्तो गऱ्यो होइन यस्तो गऱ्यो होइन यस्तो गऱ्यो अब भने चाहिँ खनेर सक्नु लाग्यो साथीभाइ हो यहाँ हेर्नुहोस् न अब चाहिँ खनेर पर पुगेको थियो कि मैले लामो भिडियो त तपाईँहरूको अगाडि ल्याउन सकिनँ होइन खनेर निकै पर पुगेको छ नि त हौ साथी अब यहाँ रहेको छ अलिकति साइडमा होइन अब यो साइड पनि तपाईँलाई खनेर म देखाउने छु अब चाहिँ भने खनेर पनि सक्नु लाग्यो साथी हो अब चाहिँ बेसी छैन है खनिसक्नुको लागि चाहिँ अब हत्तु हुँदा चाहिँ अन्तिम सक्ने बेलामा चाहिँ यस्तो हत्तु भयो कि आमा फाइनली मैले चाहिँ मकै चाहिँ आज बिहान चाहिँ 5:30देखि उठेर आएर चाहिँ लगभग सक्यो लामो एक गरा एकदम ठुलो गरा थियो कि लामो एकदम क्लियर गर्यो आजदेखि चाहिँ मन शान्ति क्या बार यसरी बारी आउनु पर्दैन मकैको लागि चाहिँ अब आउनु पर्ने छ खालि सिबीहरूको लागि मात्रै थाङ्रा काट्नुपर्ने छ यहाँ आजको लागि चाहिँ एकदम सक्यो क्या काम ल साथी हो कस्तो लाग्यो भिडियो माया दिनु होला है ल सेलेक्टै हात पुस सफा रुक्कै हो हात पनि सफा भयो चडक्कै भयो हात पनि होइन दुईटै हात सफा कोदालोको बिँड चाहिँ मैला रहेछ नि त
यसलाई पनि सफा गर्ने बेला भयो नि त अब यस्तो दिन गएको यहाँ यसरी हो भयो सफा साथी अलिअलि हातमा मलाई लाग्यो ला त अब गइन्छ हुर्कै भयो हुर्कै ओ यहाँनिर ढिङ्ग्रो टिप्नु पर्ने छ ओप 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 है ढिङ्ग्रो ड्रोन नै गरिदिउँ न त होइन ल बरु लो साथीभाइ आजको भिडियो यस्तै है सबैजनालाई लाइक अनि कमेन्ट अनि सबैजनालाई माया दिएर जानु होला भन्न चाहन्छु ल हेर यसो छ नि त बल्ल बल्ल बारी त खनिसकेँ है अब फेरि टक्कै घर पुगेको है घर पुग्ने बित्तिकै हेर्नुहोस् न अब चुला त फेरि रित्तै अब फेरि भने बिहानको पालो है चुला फुक्नु पर्ने छ है चुला त अहिले पनि बोलेको छैन रहेछ है घरको मान्छे त उठेकै छैन छ अन्त आफै पहि मकैबारी 5:30मा गएर खनेर आएर हो बिहानै चुला फुक्नुपर्छ है अब अरूले त कहिले फुक्दैन है अन्त अरूले त चौराहरू दाउराहरू यसरी कोइलाहरू छुनु मान्दैन अन्त म आफै पो दुःख गर्नुपर्छ यसरी बारीमा खन्नु जा आफै हो चुला फुक आफै दाउरा चिर आफै दाउरा काट्नुपर्छ आफै कति दुःख छ है मेरोमा त तर घरको मान्छेले यसरी चुलामा साथ दिँदैन उनीहरूले चुलामा पकाउनु मात्रै खोज्छ है आफू त यसरी दुःख गरेर बटुलेर बटुल गर्नु ल्याउनुपर्छ तर अरूलाई चाहिँ सुविस्ता मात्रै है तर मेरो त अब यस्तै छ हौ जिन्दगी हरपार है चुला पनि म आफै बनाएको म आफै लिपेको कस्तो लाग्यो साथीभाइ हो फत्तु बारीमा गयो आफै चुलामा आयो आफै के गर्ने लाइफ जिन्दगीमा चाहिँ यस्तै रहेछ मरिन्जेल दुःख नगरी सुख नपाउने रहेछ बारीमा चुलामा हो लु त साथी हो भिडियो चाहिँ लामो भयो होला हजुरहरूले एकदमै हेरिदिनु भयो होला भन्ने एकदम आशा व्यक्त गर्न चाहन्छु है आज भने चाहिँ सबै काम सकेर चाहिँ अब चाहिँ खाजा खाँदैछु है चिया बिस्कुट खाँदैछु हो अन्त अब मैले चिया बनाएकोहरू चाहिँ अब तपाईँलाई भिडियो ल्याउन सकेन अनि सो क्षमा चाहन्छु अनि मैले भिडियो चाहिँ यस्तै बनायो है आजको दिनको लागि सबैको शुभ रहोस् है सबैजनालाई बाई बाई मेरो भिडियो हेरिदिनु भएकोमा एकदम धन्यवाद छ मेरो हृदयभित्रबाट सबै युट्युब फ्यामिलीलाई एकदम थ्याङ्क यू धन्यवाद।